अन्डा चाउमिन बनाउँदैछौँ है। आज हामी अन्डा चाउमिन बनाउँदैछौँ। कस्तो लाग्छ तपाईहरुले प्रतिक्रिया दिनु होला है। सबभन्दा पहिले यसरी अन्डा फोर्नु होला, अलिकति आवश्यक मात्रामा नुन हाल्नु होला, यसरी घोल्नु होला। अन्डालाई चाहिँ फ्राई गर्नु होला। अन्डालाई यसरी टुक्रा टुक्रा पार्नु होला, बन्दा हाल्नु होला। चाहिने मात्रामा हरियो खुर्सानी पनि हाल्न सक्नुहुनेछ। यसरी मटर कोसाहरू अथवा मटरहरू हाल्न आवश्यक मात्रामा नुन भइसकेपछि त्यसपछि केही मात्रामा यसरी मसला पनि लगाउनु होला। त्यसपछि यसरी चलाउनु होला है चाउमिनलाई यसरी। अब हेर्दै जाउँ है, यहाँ म फ्राई गरिरहेको छु है। पके पनि मिठो हुन्छ होला है। यस्तो पाक्दैछ है। हेर्नु साथीहरू, हेर्नु अब चाउमिन हुन लागिसकेको छ। हो नि त, धेरै साथीहरूले यसरी चाउमिन बनाएर भिडियोहरू हाल्नु भएको छ। कस्तो देखिन्छ, यानि कस्तो लाग्छ, कृपया प्रतिक्रिया दिनु होला। मैले चाहिँ यसो पकाउने प्रयास गरेको छु है। मैले पकाएको चाउमिन कस्तो हुन्छ है। चाउमिन यसपछि अलिकति प्याज लिएर काट्नु होला, यानि कि सलाद जस्तो माथिबाट सर छर्केर लगाइदिँदा चाहिँ दामी पेस्ट हुन्छ, मिठो हुन्छ। ल साथीहरू, अब यसरी चट्ट प्लेटमा हाल्नु होला। यसरी चाउमिन हाल्दैछु मैले प्लेटमा। यसरी चट्ट। अब ग्राहकको आवश्यकता अनुसार धेरै छोरै दिने चाहिँ यहाँहरूको इच्छा हो। यसरी चट्ट लगाइसकेपछि चट्ट अलि नजिकबाट ल्याइदिनु होला। यो काटेर राखेको प्याजलाई सरर यसरी लगाइदिएपछि त्यो माथि चाहिँ हरियो खुर्सानी टक्क यसरी राखिदिएर आज चाहिँ म एकजना दाइलाई टेस्ट गराउँदैछु है। उहाँको प्रतिक्रिया के आउँछ है साथीहरू। उहाँ दाजुलाई दिँदैछु है, उहाँलाई कस्तो लाग्छ है। ल लिनुहोस् त दाजु। ल अब यसपछि टमेटो केचप पनि हाल्न सक्नुहुन्छ आवश्यक मात्रामा चिल्ली अनि यो खोर्सानी। अब उहाँ दाइलाई कस्तो लाग्छ, उहाँले प्रतिक्रिया दिनुहुनेछ अर्को भिडियोमा। कस्तो लाग्छ अर्को भिडियोमा उहाँ दाजुले प्रतिक्रिया दिनुहुनेछ। ल चाउमिन मिठो छ, नखाइ मिठो छ भन्नुहोस्, खाएपछि कस्तो हुन्छ है।